हेलो साथीहरू, सम्पूर्णमा नमस्कार। स्वागत गर्न चाहन्छु मेरो नयाँ भिडियोमा। आज मैले हजुरहरूलाई वातावरण विज्ञान प्रविधिबाट केही वस्तुगत प्रश्नोत्तरहरू लिएर आएकी छु। एकैछिन मेरो भिडियो हेरेर साथ दिनुहोला। कृपया भिडियो अन्त्यसम्म हेर्नुहोला। ढिला नगरी म प्रश्नहरूतर्फै गएँ। प्रश्न नम्बर 40। हरेक विकास निर्माणका कार्यहरू गर्दा वातावरणीय पक्षको प्रभाव मूल्याङ्कन गर्नुपर्ने उल्लेख नेपालको सर्वप्रथम कुन योजनाले गरेको हो? अप्सन नम्बर ए रहेको छ 5औं योजना। त्यस्तै गरी अप्सन नम्बर बी रहेको छ 6औं योजना र अप्सन नम्बर सी रहेको छ 7औं योजना। त्यस्तै गरी अप्सन डी रहेको छ 8औं योजना। अब यसको राइट एन्सर के होला त साथीहरू? अप्सन सी यसको राइट एन्सर 7औं योजना है। त्यस्तै गरी प्रश्न नम्बर 41 तर्फ जाउँ। सन् 1992 मा भएको पृथ्वी सम्मेलन नभएको एजेन्डा कुन हो? प्रश्न पुनः एकपटक साथीहरू। सन् 1992 मा भएको पृथ्वी सम्मेलन नभएको एजेन्डा कुन हो? अप्सन नम्बर ए रहेको छ एजेन्डा 21। त्यस्तै गरी अप्सन नम्बर बी रहेको छ जैविक विविधता। त्यस्तै गरी अप्सन नम्बर सी रहेको छ ग्लोबल 500 र अप्सन नम्बर डी रहेको छ मौसम परिवर्तन। यसको राइट एन्सर के हो त साथीहरू? ल भन्नुहोस् त। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर सी ग्लोबल 500। त्यस्तै गरी प्रश्न नम्बर 42 तर्फ जाउँ। तलका मध्ये कुन भनाइ सही रहेको छ? अप्सन नम्बर ए रहेको छ सन् 2010 रसियाको पिट्सबर्गमा भएको सम्मेलन अनुसार सन् 2022 सम्म बाघको सङ्ख्या दोब्बर हुने प्रतिबद्ध गराइएको थियो। अप्सन नम्बर बी रहेको छ बाघ राष्ट्रिय जनावर हुने विश्वको एकमात्र देश बङ्गलादेश हो। अप्सन नम्बर सी रहेको छ नेपालमा बाघ गणना हरेक 5 वर्षमा गरिन्छ। त्यस्तै गरी अप्सन नम्बर डी रहेको छ नेपालमा पहिलो बाघ गणना सन् 2012 मा सम्पन्न भएको थियो। अब यसको राइट एन्सर के हुन सक्छ साथीहरू? अप्सन नम्बर ए यसको राइट एन्सर सन् 2010 रसियाको पिट्सबर्गमा भएको सम्मेलन अनुसार सन् 2022 सम्म बाघको सङ्ख्या दोब्बर गराउने प्रतिबद्धता गराइएको थियो। त्यस्तै गरी प्रश्न नम्बर 43 तर्फ जाउँ। बिग ब्लू मार्बल केसँग सम्बन्धित छ? अप्सन नम्बर ए रहेको छ सन् 1969 मा पृथ्वी बाहिरबाट पृथ्वीको तस्बिर खिचेर गरिएको प्रदर्शनी। अप्सन बी रहेको छ वातावरण क्षेत्रको विश्व प्रसिद्ध संस्था। अप्सन सी रहेको छ नासाले प्रक्षेपण गरेको विश्व प्रसिद्ध उपग्रह। अप्सन नम्बर डी रहेको छ वातावरण क्षेत्रको चर्चित पुस्तक। यसको राइट एन्सर के हुन्छ? बिग ब्लू मार्बल केसँग सम्बन्धित छ त साथीहरू? ल भन्नुहोस् त। यसको राइट एन्सर अप्सन नम्बर ए सन् 1969 मा पृथ्वी बाहिरबाट पृथ्वीको तस्बिर खिचेर गरिएको प्रदर्शनी है। त्यस्तै गरी प्रश्न नम्बर 44 तर्फ जाउँ। सन् 1992 को जुन 13 देखि 14 सम्म ब्राजिलमा भएको पृथ्वी शिखर सम्मेलनका सन्दर्भमा जैविक विविधता महासन्धिमा कति देशका प्रमुखहरूले हस्ताक्षर गरेका थिए? कति देशका प्रमुखहरूले हस्ताक्षर गरेका थिए त साथीहरू? अप्सन नम्बर ए रहेको छ 151। त्यस्तै गरी अप्सन बी रहेको छ 154।
अप्सन सी रहेको छ 155 र अप्सन नम्बर डी रहेको छ 159। अब यसको राइट एन्सर के होला ल भन्नुहोस् त साथीहरू, कुन अप्सन सही होला त? अप्सन सी राइट एन्सर 155 है। त्यस्तै गरी प्रश्न नम्बर 45 तर्फ जाउँ। सर्वप्रथम हरित गृहको अवधारणा ल्याउने वैज्ञानिक को हुन्? अप्सन नम्बर ए बेरेन्जिन फेरियर। त्यस्तै गरी अप्सन नम्बर बी रहेको छ शेरवुड रोल्यार्ड। अप्सन नम्बर सी रहेको छ अर्थनस र अप्सन नम्बर डी रहेको छ थोमस मिज। यसको राइट एन्सर के होला साथीहरू, ल भन्नुहोस् त? अप्सन नम्बर ए यसको राइट एन्सर बेरेन्जिन फेरियर है। बेरेन्जिन फेरियर। प्रश्न नम्बर 46 तर्फ जाउँ। नेपालमा वातावरण संरक्षण ऐन 2076 कहिलेदेखि लागू भएको हो? अप्सन नम्बर ए रहेको छ 2076 असोज 20 गते। त्यस्तै गरी अप्सन बी रहेको छ 2076 कार्तिक 20 गते। त्यस्तै गरी अप्सन नम्बर सी रहेको छ 2076 मङ्सिर 20 र अप्सन नम्बर डी रहेको छ 2076 पुस 20। यसको राइट एन्सर के हुन सक्छ साथीहरू, ल भन्नुहोस् त? अप्सन नम्बर बी यसको राइट एन्सर 2076 कार्तिक 20। त्यस्तै गरी प्रश्न नम्बर 47 तर्फ जाउँ। माटो प्रदूषण डडरटका कारणले हुन्छ? माटो प्रदूषण डडरटका कारणले हुन्छ। अप्सन नम्बर ए एरोसोल। अप्सन नम्बर बी अम्लीय वर्षा। त्यस्तै गरी अप्सन नम्बर सी रहेको छ ओजन र अप्सन नम्बर डी रहेको छ पाराकिसिटियल नाइट्रेट। यसको राइट एन्सर के हुन सक्छ, ल भन्नुहोस् त? माटो प्रदूषण के का कारणले हुन्छ त? यसको राइट एन्सर अप्सन नम्बर बी अम्लीय वर्षा है। अम्लीय वर्षाका कारण माटो प्रदूषण हुने गर्छ। हस्त साथीहरू, आजको भिडियो यति नै। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? यदि राम्रो लागेको भए लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद, नमस्कार।